हातमा लगाइदेऊ पहिला यहाँ दुईटा हात समाउ यसरी यसरी गर थोरै लगाइदेऊ अब यहाँ यति छेउ टच मात्रै गर टच मात्रै भयो ल टच गर ल भयो ल भयो कुर्तीमा फर्केर मम्मी लगाइदिन्छु ल भयो ल बस त्यतिकै बस त मैले यतापट्टि आउँछ नि यता हात भयो कलश पनि रेडी छ ल अब कलशमा चौकिल्ला हालेर राखेर कलशभित्र फुलहरू नानी यहाँ आऊ तिम्रो हो नि पूजा यहाँ आऊ बोल्न नपाएर आऊ सबै रेडी हो हामी सबै रेडी हो नानी पनि एकदम रेडी पाउनु है जल कताको खाने अब मैले यहाँ धोयो हो यहाँ राखेर यसलाई यता ब्याग गरेर पाउनु है यता ब्याग गरेर सबै भन्नु है ल हो यहाँ भन्नु अब तीनचोटि जल यसो गरेर यसरी घुमाउने यसरी होइन ए आउँदैन के ए ल भन्नु हो इति अलिअलि यसो हल्का मात्रै यही हुन्छ ज्योतिलाई कुछ पनि हुनुपर्ने हो कुछ पोकामा कस्तो ज्योतिलाई सम्झिने चामल धोएर बनाइसकेको हजुर हजुर
टाइममा चोरी आउँला होइन नि साइली आउँला पनि माया दियो भने बोल्या पूर्वौता त्यो त यहीँ हो कि यस्तै खालको ए यस्तो गरेर यस्तो दक्षिणको त पूर्व पश्चिम उत्तर दक्षिण दक्षिण त मेरो बुढाले भयो उता हान्दैन ल राखियो आसन चकटी छ चकटी छ के भन्नाले आसन आसन बनाउनु मिल्थ्यो कि यस्तो कि यस्तो कि थाहा कि ल आगोले चन्दन र भुइँमा त तल भुइँमा अगाडि चन्दन भनेको यहाँ यता चन्दन यो कटौरी दही भएको अझ यहीँ छ ल दही भएको तानियो त्यसपछि जल राख्ने ज्योति यहाँ सुपारी सुपारी राख्नु त सुपारी पाउनु यहाँ अर्को सुपारी त्यो काटेको हाल्ने अहिले त्यही त्यो सबै हाल्ने ल भयो उहाँले तरी पनि हेर एउटा रातो दादा राखियो ल सूर्यलाई अर्घ यही अर्घलाई दिने हो ल हात धुने होइन हात धुने भनेको हल्का यस्तो हो क्या हात धुने भनेको पुरै धुने होइन यस्तो गर्ने यसो धोइदिने गर्ने क्या ल के यसो ढाक्न पुरा हाल्ने ल हजुर ल भन्नु ल भिनाजुलाई नै दिने हो ल भन्नु भिनाजुलाई नै दिने हो के गाईदान अहिले हुनुहुन्छ अहिले हुनुहुन्न अहिले बेलुका आउनुहुन्छ पुस राख्नु त त्यहाँ दुईटा अझै दुना राख्नु त खालि कटौरिया दुना राख्नु त त्यही लाइनसित पहिलो नम्बरको एउटा कटौरी भयो दोस्रो नम्बरमा अर्घ राख्नु भयो होइन हजुर त्यसको बिचमा एउटा कटौरी एउटा दुना कटौरी राख्नु त्यसको बिचमा ल राखियो हो त्यहाँ एउटा तोरीको दाना राख्नु पहिलो तोरीको दाना कति काम लाग्दो रहेछ नि त्यहाँ जग्गा हजुरले पानी राख्नु दुईटैले मिलेर गर्नु त छिटो हुन्छ पानी मैले राख्नु फेरि अर्को दुना कटौरी राख्नु त अर्घभन्दा 4 नम्बरमा राखेको छ राख्नु भयो त्यहाँ लङ सुकमेल या कपुर राख्नु कपुर पानी अब त्यहाँभन्दा अर्को फेरि राख्नु दुनाया कटौरी त्यसमा तुलसी तुलसीहरू त थिए के चिनिएन कि यहाँ के छन् तुलसीहरू के छन् के यहाँ फुल राखियो ल त्यसमा राखे नजिकै राख्ने हो यतिकै राख्दा भयो यति दुरामा
लाग्छ कि खानलाई फेरि तपाईँ ध्यान दिनुपर्छ ल ल ल त्यसको अगाडि फेरि एउटा खाली दुनामा जल राख्नु खाली दुनामा जल राख्नु पर्यो ल जल राख्यो खाली दुनामा जल ल पर्ने हालेर त्यता त्यहाँ मानिसले 6वटा कि 7वटा भयो गर्नु त यहाँ टोटल एउटा दुईटा तिनटा चार औदान अनि त्यसै पञ्चामृत जल जल त्यो अनि अघिको सूर्यलाई फुल, फुल यो अनि लङ त्यसपछि सुक्मेल लङ सुक्मेल अनि तोरी सरसो ईश्वरी नारायणलाई गरेको अनि यो करुणा सुरुको गरेको ल बस राम्रोसँग बस। लङ सुक्मेल र कपुर राखेको छ ल कपुर खै यहाँ छ कपुर कपुर यी सबै चिजले कपुर राख्दैन यो गाईलाई पूजा गर्ने ए यहाँ राख्नु त ल लङ सुक्मेल कपुर राख्यो चन्दन अक्षता फुल चढाउनु है चन्दन अचेता फुल चन्दन खै चन्दन हो ल गाईलाई अक्षता फुल यति भए हुन्छ ल हजुर उता ब देखाउनु नि तपाईँलाई सुरु गर्नु ल भन्नु चन्दन अचेता फुल चन्दन यहाँ छ फुलले त्यहाँ चोक्दै चढाउँदै गर्ने यसरी चन्दन यहाँ छ चन्दन ओम नमो गोभ्यः यहाँ हो नि पूजा भन्नु। है गाईलाई सम्झाउ ओम नमो गोभ्यः श्रीमतीभ्यः सौरभे इभ्य एव त नमो ब्रह्मसुताभ्यः च पवित्रेभ्यो नमो नमः ओम गवे नमः गोप्रत्या नाम्नी भूतद्रव्याय थामित गन्ध अथवा नमस्कारोमि ल भयो त्यहाँ अब त्यहाँ भिनाजीलाई उहाँलाई सम्झेजलाई दिने उहाँलाई सम्झे त्यही जुनामा टिका लगाइदिनु गोबादर गोविन्दाय नमो नमः ल भयो अब यसलाई सुरुको चौतिदाखेरि पूजा गरेर थियौँ नि हजुर। हात चोप्ने यसरी अनि पैसामा लैजाने जुना भएकोमा अनि शिरमा लैजाने तिनचोटि तिनचोटि नि यहाँ गर गर यहाँ गर पैसामा लैजाने अनि शिरमा लैजाने दुईटा हात यहाँ दुईटाले छ दुईटा सँगै दुईटै हात फोनमा बाँडेको नि दुइटै हात दुईटै हात हजुर हजुर दुईटै हात च्याप्पा सोप्ने पैसामा लैजाने शिरमा लैजाने ल पैसामा लाने शिरमा लाने तर्पयत वाचं मे तर्पयत प्राणं मे तर्पयत चर्मे तर्पयत श्रोत्रं मे तर्पयत मनं मे तर्पयत प्रजा मे तर्पयत पशून् मे गणन पितृगण ल कुशले समात्नु थियो दुबो कुशले त्यसले समात्नु थियो गाईलाई ल समाज विष्णु विष्णु भन्नु है विष्णु 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 हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् विष्णु 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 सीतामा जापान साइतामा मोलबारी जन्मस्थान त भन्दै अब उहाँ अस्थायी त्यहाँ हुन्छ अहिले। अस्थायी चाहिँ जापान साइतामा त्यहाँको जापान पहिले आफै भन्नु ए ल जापान जापान साइतामा जापान साइतामा ल जापानको साइतामा ल त्यो म बसेको त्यो नाम जस्तै अनुभव चाहिँ के नाम अनुभव त्यो ठाउँको नाम चाहिँ भन्नु त साइतामा 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 हजुर ल साइतामा स्थित निवासी यहाँ त्यो पुण्य भूमि भन्नु है त्यसैलाई सम्झिनु पुण्य भूमि षष्ठी संवत्सराणां मध्ये रौद्रक नाम संवत्सरे श्री सूर्य उत्तरायण सौरमाणे वैशाख चान्द्रमाणे ज्येष्ठ मासे कृष्ण पक्षे षष्ठी सप्तमी पुण्यतिथौ अद्य वासरे भृगुवासरनवितायां भृगुवास उत्तरसाराण गुरुसु मित्तं राज भौमादिग्रह यथा सत्सुवेहं ग्रह गुणगण विशिष्टायां गोत्रोत्पन्नोऽहं कास्यगोत्र होइन कास्यगोत्र हजुर कास्यगोत्रोत्पन्नोऽहं यथा पर्वरः यजुर्वेद साक्षात् कास्यगोत्र नामधेयः नाम भन्नु हजुरको विष्णु पहिला सरको नाम मेरो विष्णु विष्णु शर्मा सपत्नी तारा देवी तारानन्द देव्यां सपुत्री के अरे तिलोत्तमा। तिलोत्तमा तिलोत्तमा कुमारी आमा बाबाको नाम भन्नु आमा बाबा हुनुहुन्छ नि उहाँको सर्ग मेरो बुवा आफ्नो नाम निर्मल भन्ने सपरिवारस्य उ भने त्यस कुमारी भने प्राप्ति कृत कृत पच्य पच्य पेय पेय धम्मे धम्मे वाद्य त्रिचारि नादि भावे अब त्यहाँको मुद्रालाई के भन्छ येन एन येन भन्छ गो अभावे ज्यान मुद्रा होइन येन एन 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 मुद्रा हजुर गो अभावे एन मुद्रा दियता रुट्टकानी के गोत्र उहाँ दिनेको उहाँ दिनेको गोत्र त खै थाहा भएन भिनाजुको के थर हो र भिनाजुको झा झा हो मलाई पनि झा आएन ल कासे गोत्र भनिदिनु भएको चाहिँ
अब मलाई पनि थाहा थिएँ भयो त ल ठिकै छ सायद काश्य पनि हुनसक्छ एउटै कुत्र भनेर सुन्थेँ कता हो केही नभएको काश्यप हो कि केही नजानेको ल ए हो र काश्यप सबैमा हुन्छ धारपातदेखि लिएर सबै काश्यप हो ओके ल ल रो अभावे रुप्यकाणी काश्यप गोत्राय के नाम हो उहाँको? सञ्जय सञ्जय शर्मणे ब्राह्मणाय सुपूजिताय विष्णुर्वतुभ्यमहं समर्यं तत्सद श्रीकृष्णार्पणम् मस्तु छोडिदिनु हातमा फुल्लिनु ल हातमा फुलेर गाईलाई सम्झिने ल ओम गवाम अग्रतय गवाम हृदयसम्म गवाम मध्ये वस्राम सबै अगाडि पछाडि दायाँ बायाँ गाई छैन गाईलाई मेरो नमस्कार त्यही राखिदिनु फेरि अर्को पैसा लिनु पर्यो दशांश ल अर्को पैसा लियो ल 10% के 100 को 10 रुपैयाँ 10 को 1 रुपैयाँ अद्यादि पूर्वक संकल्प सिद्धिरस्तु पूर्व कर्म अधिकार प्राप्त्यर्थम पूर्वोचित गोत्राय पूर्वत शर्म ए दुनाको छ गाईको जल ओम स्वस्ति न इन्द्र हजुरै जामै हजुरै कर्ता सबै भयो के ल ओम स्वस्ति न इन्द्र विद्यासभा सबै सुवेन्द्र स्वस्ति न देश पढेर दादा फुल भयो स्वस्ति स्वस्ति ल राम्रो भयो त्यहाँ भएको फुल भयो शिरमा राख्नु पूजा गरेको छु एउटा पातमा अलिकति रातो टिका निकाल्नु त अनि हात धुनु हजुरले प्राप्ति कायिक बाटे मानसा जीवित संसर्ग ज्ञाता ज्ञाताबाट भूतानां अद्य दिवसे दीप कलश गणेश पूजन पूर्वकम देवी स्मरण पूर्वकम के दिन नानीको नाम तिलोत्तमा तिलोत्तमा कुमारी उनीहरू नूतन वस्त्र ग्रहण कर्मणि स्तुति स्मृति प्राणफल प्राप्त एकदम सब पुत्र सब ऐश्वर्य विवर्ध समस्त कामना सिद्ध्यर्थम अप्राप्त कपिलो गज सुनिए ओम सुमुखा सैकदंत कपिलो गज कर्ण कलंबो सुत बनाउनु त भन्नुपर्छ ओम सुमुखा सैकदंत कपिलो गज कर्ण कलंबो दय कपिकट विघ्ननाथ विनायक धूमकेतु गणाध्यक्ष बालचंद्र गजानन द्वादश सैतानि नामानि आपदेशं यादवे विद्यार्थी संगठन विघ्नत तन जायते सुकलंबर धरम देवं प्रतिवर्णं सर्वजं प्रसन्नं वदनं ध्याय सर्वविघ्न प्रशान्तः अभिषेक सिद्धार्थं पूजितो यश सर्वमंगल मंगल्ये शिवे सर्वाद साधिके शरणत्र्यंबके गौरी लायतनो हरि मंगलम गरुड मंगलम पुंडरीकाच मंगलायतनो हरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते टेङ्ग्लिया स्मरामि लाभते तं दयते तं पुतन्ते तं पराजय एषामिन्द्रिवरस्यामृतयस्तोदनारदन यत्र योगेश्वर कृष्ण यत्र पादधनुतर तत्र श्रीविजयभूते ध्रुवाणि धर्मते मम अनन्य चिन्तयन्तो मम योजना पर्यपासते तेषां नित्ययुगक्षं वहाम्यहं स्मृते सकलकल्याणं प्रजायते पूर्णं तद्भद्रामि शरणं हरि सर्वेश्वरद्कार्येषु त्रिभुवनेश्वरां देवादिसन्तुनं सिद्धिं ब्रह्मेशानदनायकनं विश्वेशां माधवं दण्डिं दण्डपाणिं च भैरवं वन्दे काशीगुह्यं गङ्गा भवानी मणिकर्णिका वक्रतुण्डमहाकाय कोटिसूर्यसमप्रभं निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा विनायक सर्वेष्टकामात् सिद्धये विष्णुगण्डा समुद्भूता मुक्तिनाथ प्रवाहिनी नारायणी नमस्तुभ्यं पापं मे हर गण्डकी लगाइदिनु गणेशको अगाडि चढाउनु यसलाई गणेशको अगाडि सबै चढाउनु है त्यो निकालेर जनै लगाइदिनु त्यो जाने त्यहीँबाट निकालेर लगाइदिनु अभिघ्नं जय हनुमान ज्ञान गुण सागर जय कपीसति लोक उजागर रामदूत अतुलित बल धाम अंजनी पुत्र पवन सुत नाम दीपनारायण भगवान को जय लंबोदर गणेश भगवान को जय संकट मोचन हनुमान को जय कुल पितृहरूको जय अब दियो पूजा हेर्नु दियो पूजा अगाडिको त सबै केही पिन नछोडिकन दियो पूजा हेर्नु है दियो पूजा चाहिँ केले गर्ने दियोको अगाडि एउटा दुनामा राखेर पूजा हेर्नु हजुर हजुर ल त दुना त्यही मिल्छ भने नमिले त्यही हो त्यही हजुरको अगाडि पूजा गरेर ल राखिदिनु यही मिल्छ कि पूजा गर्ने यहाँ धेरै अगाडि ल म यहाँ गरे हुन्छ कि ल ल पूजा हेर्नु ओम पृष्ठ केले हो त पूजा गर्ने यिनीहरूले के जोड्छ हाल्नु त
पापिष्टो अग्नि तनो दिवस यहाँ गर्नु के? तम ओम भूर्भुवस्सुः आगम प्रतिष्ठो भवतो भवः नमस्तोऽनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षितिरोरुबाहवे सहस्रनाम्ने सहस्रकोटियुगधारिणे नमः नमः कमलनाभाय नमस्ते दरसायिने नमस्ते केशवानन्द वासुदेव नमस्तुते वासुनाथ वासुदेवस्य वादितं भुवनत्रयं सर्वभूतनिवासोऽसि वासुदेव नमस्तुते आता बोल्नु ओम शुभं भवतु कल्याणं आरोग्य सुख संपदा दीपज्योति नमस्तुते भो दीप दीप रूपस्थं कर्म साक्षी अविघ्नकृत यावत् कर्म समाप्तित तावत् तं सुस्थिरो प्रसन्नो वरदो भव हे दीपनारायण भगवान हे सूर्यनारायण भगवान हजुरको साक्षीमा हामीले आज हाम्रो छोरीको गुनियोचोला गर्न जाँदैछौँ हजुरको आशीर्वादले हाम्रो घरमा दियो जस्तै उज्यालो होस् दियो जस्तै सूर्य जस्तो चम्किलो होस् भनेर दियो तपाईँलाई ढोगेर राखिदिनु नमस्कार राखिदिनु ईश्वर भगवान एउटा फल र एउटा सुन दक्षिणा पनि त्यही चढाइदिनु ल्याउनु के लान्छन् बोकेर प्रसाद पनि चढाइदिनु पर्यो होइन ल हो ल ल भयो ल प्रसाद हो त्यही प्रसाद चढाइदिनु ल भगवान ल अब यसो घन्टीमा टिका लगाएर घन्टी बजाइदिनु फेरि घन्टीको टिका लगाएर शङ्ख छैन है शङ्ख छैन घन्टा जस्तो गर्नु आयो शङ्ख हुनुहुन्छ तर बज्नुहुन्न शङ्ख सानी हुनुहुन्छ अब कलर ए ल ल टिका लगाइदिनु र त्यही ल ल ल फेरि राखिदिनु सँगै फुल पनि राखिदिनु ल शङ्ख जस्तो घन्टा जस्तो गर्नु आयो नम ल रामायण हुन्छ पञ्चामृत चढाइदिनु कलशभित्र ओम पञ्चमृत उसका टुक्रा या दुबो ओम पवित्र दुर्गामः पुने तत्सकेयम् अक्षता अच्छन्नमि वदन्त एव प्रिय अदोकट अद अक्षतां दे फूल श्री चकेलक्ष्मी चपत्रां मणिकाण त्यही कलशको माथि एउटा थोरै चामल राखेर दुनो राखिदिनु माथि ओम पूर्णा दपि ओ चामल ल्याउनु पर्छ चामल ल्याउँछ छिटो यति त्यही माथि राख्दिनु है ओम पूर्णान्त विपरा सुपर्णा पुनरापत वनजयवहति कमल सतत्कतो आत्मा फुले हात जोडेर बस्नु ओम दत्वायमि ब्रह्म चित्तरीरता अयन्तु यजमानस्य तान्तर्तं द्वेच्छकारकः त्वयि सर्वक्षेत्राणि त्वयि देव पर्वतीता त्वयि देवभूतानि त्वयि प्राणप्रतिष्ठिता शिवत्वमेवासि विष्णुतं प्रजापति आदित्य पूजन वयं करिष्यामहे त्यही गणेश चढाइदिन्छु अब फुका चौथी चढाउनु पऱ्यो गणेशको अर्को दिनमा जल राखिदिनु अनि हात जोड्नु ल खाउँछु ल जल ओम नाभ्य आदि अन्तरिक्षं पद्मं भूनलोकान् निविद्यन्ते आत्मनियं जलम् येन मृदं प्रदत्त अंकुशबोधं प्रदत्त मत्स्यमृदं प्रदत्त ओम प्राणाज्वप्यानाच अभवदस पञ्चप्राणिभ्यः स्वाहा स्वाभाविक हजुर चन्दन छिटा लगाइदिनु चन्दन चन्दनको छिटा छिटा छिटाइयो गजाननं भूतगणादिसेवितं कपितजम्बो फलचारु सबै यो हो कि उमासुतं सोगविनाशकारकं नमः या श्री स्वयं सुकृतिनां भवनेश्वरलक्ष्मी लक्ष्मी देवशिवसमान देवता व्याता बोलिनु सबै सूर्य आदि नवग्रह ध्यापेर सबै देवता सूर्य पञ्चाङ्ग जस्तै पार सबै देवतालाई सम्झेर हातमा बोलेर सूर्य सबै देवताहरू सम्झे ओम ब्रह्मा मुरारे देवरान्तकारी भानु सचिवो मिशतो बुधश्च गुरुच्च सर्वे अरिष्टग्रहाः शान्तिकरः भवन्तु सूर्यादि मण्ड देवताभ्यो नमो नमः ध्यानार्थे पुष्पासनार्थे पुष्पं समर्पयादिनु छिटो चढाउनु टाइम हुँला ल र सबै यहाँ हो कि चढाउनु अहिले ओम केही पनि नचढे सबै चढाउनु है हस् ओम मानव निर्वण्य भवतो दैकवे नमः वाम तैन जलवरा भावगास एतेन सन्दमणि सन्ता विचागति ज्ञानगु गेदन्ताते भगवतो शिवाय नमो माहेमसे पुरुगन्धगत ओम पूर्ववास सूर्यमण्ड देवता मृतपचार गन्ध नमस्करोमि ल त्यही कलश अगाडि राख्दिनु कलश अगाडि अब त्यो देवीको फोटो छैन देवी फोटो छ देवीको ध्यान गर्ने ल अब देवीको पूजा गर्ने फुल लिनुपर्छ पर्दैन
बोल्ने नि लियो ल ओम देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगतो खिलस्य प्रसीद विश्वेश्वरी पाहि विश्वं तमेश्वरी देवी चराचरस्य दुर्गे स्मृता हरति वेदिमशेषदन्तो स्वस्थ स्मृता मतिमतीव शुभं ददासि दारिद्र्य दुःख भयहारिणिका प्रधन्या सर्वोपकाश प्रथितं भूर्भुवस महाकाली महालक्ष्मी महादता दुर्गा देव्यै नमो नमः ध्यानाते पुष्पम् आसनाते पुष्पं समर्पयामि चढाइदिन्थ्या देवीको अगाडि अगाडि भगवती केही पनि नचढी चढाउनु है हरि ओम हिरण्यवर्णां हरिणसुवर्णा चन्द्रनन्दादिविधभाव तमावदातु विदुर्लक्ष्मीनापकवेश्वरमिन्नगामस्तं पुरुषाणाम् अस्वत्लापमोदिनं श्रियं कामसोऽस्मिन्नवरदपरदता चन्द्रां प्रभाजतं तमसलं प्रपत्ते लक्ष्मीदादित्यवर्णदुवनतस्य फलवदं कृते च मन्नास प्रादुर्भुतदगदौ सुपरभवतिमस्मतः मनसा कामभूतं अब त्यसपछि देवीको नाममा अब त्यहाँदेखि चढाउनु भयो अक्षता चढाउनु है अहिले गणेश चढा जस्तै पाउदेखि शिरसम्म दुर्गा न पादौ पूजयामि चढाउनु पूजयामि भन्दै ओ महाकाल पूजयामि 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 श्रीवार उदरं पूजयामि क्षमायन पिता हृदयं पूजयामि भौमादेशं पूजा उमाय नमः अस्तौ पूजा पादौ महागौरे नमः दक्षिणबापदा कृष्ण पाम्पा पूजं रमाण स्कन्द पूजं स्कन्द गन्धं पूजयामि मजल मध्यन नेत्रे पूजयामि सिंहवाहिनी मुखं पूजयामि मायचरण शिरा पूजयामि बिन्दवादिनी नमः सर्वाङ्गं पूजं महिषाय नमः शिवाय नमः महिषाय नमः सर्वं देवतेष्कोटि देवताभ्यो न सर्वाङ्गं पूजयामि ल अब त्यहाँ त्यो ध्वजा पनि चढाइदिनु ध्वजा कुन सेतो रातो पहेँलो तिनटै ल चढे चढे दादा अरू केही छुट्टी आइदिनु त्यहाँ ल्याएका अरू ल्याएका अरू त यस्तो पनि छ के अरे यो काहीँ यस्तो चढाउनु हुन्छ श्रृङ्गार चढाइदिनु यो के हो यसमा यो थाहा भएन कि के हो पूजा सामग्रीमा पान हुन सक्छ पान पनि चढाइदिनु पूजा सामग्रीमा थियो कि अरू के ल्याउनु भएको छ देखाउनु त अरू त सिन्दुर हो के अरू तपाईँको सप्तमतिका भन्ने छ अनि पञ्चरत्न छ त्यो कलशभित्र राख्ने कलशभित्र ल कलशभित्र हाल्ने अनि यस्तो छ यो यो त धुप बत्ती हो के हैन र कपुर बत्ती खोइ धुप के नचिनेर त गाह्रो भयो के अनि ए यत्रो धेरै सम्म छ ल यो टीका हो चन्दन हो चन्दन हो चन्दन त चन्दन हामीसँगै थियो अरू के ल्याउनु भएको देखाउनु त फेरि छुट छैन अरू त हाता पानी डोरो पनि छ छ डोरो हो ती ल्याउनु त हो त्यहाँ छ ऊ डोरो अलिक पुगिदिनु त त्यसलाई ल जाऊ पुजाहरू त्यसलाई डोरोलाई ल डोरो सबैजना पूजा गर्ने भगवान दशैँ दिशाका यस्तो छ यो थाहै भन्यो के हो सुनको प्रतिमा अरे ल सुनको प्रतिमा त भनेकै नि कहाँ सुनको प्रतिमा यहाँ अब होइन यो सामग्री भित्रै पाउँदो रहेछ के हो के हो त्यो सुनै छ के पञ्चरत्न हो सुन होइन पञ्चरत्न हो ए त त्यही हो कलशभित्र हो ल के हो अब यहाँ कौडा र ऊ पनि छ फेरि कौडा र सिक्का राखियो नि सिक्का राख्दामा यो राख्ने हो अब मैले ल्याउनु त्यही त्यो कोको ल्याउँदाखेरि सबै हुँदो रहेछ कि कौडा र अनि यो छ देखाउनु त यो के हो अनि यस्तो छ यो के हो कौडा हो क्या एउटा यो त कौडा हो यो त कौडा अनि अर्को शालिक शालिक यो त कौडा हो त्यो पनि उयो एउटै कौडा शालिक राम हो कि कौडा हो कि यस सबै हुँदो रहेछ कि त्यो देवीको अगाडि राखिदिनु ए ल ओम नमः भगवते देवी लक्ष्मी पूजाको बेला त गौडा पूजा राखेर पूजा गर्दा त्यही हो यो के को दाना हो त यो त कमलगट्टा हो कमलगट्टा अनि यही हो त्यही हो लक्ष्मीको स्वाहा लक्ष्मी अरू के देखाउनु त कमलगट्टा हो यो अरू यति हो छैन के यो यति हो अनि यो पहेँलो ध्वजा छ एउटा छुट्टै छैन अनि यस्तो कपडा छ यो नाइला ल्याइदिने कपडा ल्याउनु भएको नि हो त देवीको अगाडि राख्ने त्यो कपडा देवीलाई लगाइदिने
तिनवटा ल्याउनु भयो होइन? हजुर। बी- दासो हतपति सबै हे देवी, हजुरको म दास हुँ। हजुरले मेरो जन्मदिन पाप क्षय गरेर पुण्य हजुरले हामीलाई आशीर्वाद दिनुभयो ढुङ्गा त्यही अब देवीको अगाडि चढाइदिनु। केही गल्ती भएको भए माफ गरिदिनुहोस् हे भगवान्। जगन्नाथ हे देवी। देवीको अब धुपदीप नैवेद्य गर्ने त्यसपछि अब नानीलाई टिका लाउने बेला हुनुलाई सुरु गर्छ। ल धुप गर्ने भनेको अब आएको छैन। बत्तीतिर पर्दैन अलि उ भन्नु अल्टो एउटाले उ बाल्ने एउटा घन्टी बजाउने। अँ, लाइटर थियो ल्याउनु त पोते ल्याउनु त त्यो के छुट्यायो कि? हजुर त्यो ल्याउनु नि ठुलो छुट्याएन नि? छुट्या होइन। ल ल यस्तो बालियो धुप। एकदम यो भेज एकदम राम्रो। ल उम्, त्यहाँ आउनु। उम्। ओम घन्टी बजाउनु नानी। ब्राह्मणो श्यामुखमा सीतबाहु राजन्यः कृतः ऊरुद्रो अजायत जायत। ओम धूपम दीपम हस्तो नैवेद्यम निवेद्य। हात धो नैवेद्य चढाउनु, प्रसाद चढाउनु। प्रसाद राखिदिनु साइडमा। प्रसाद कहाँ चढाइदिनु प्रसाद? राखिदिनु। प्रसाद ल राखियो साइडमा यहाँ यहाँ। ल प्रसाद चढाउनु त्यहाँ एउटा तुलसी भनेर त्यही राखिदिनु, त्यही फुल त्यहाँ त्यही राखिदिनु। ल फुल राखियो र रत्ना चढ राखिदिनु। ल यसो हात जोड्ने। ध्यान मर्दाम प्रदायत अन्तत मदम मदम भक्त मदम प्रदायत ओम प्राणाश्वर पहिले टिका छिटो लगाइदिनु। ताम्बुलम। ल ताम्बुल अनि पान चढाइसक्नु भयो? हजुर। ऋतु फलम एउटा फल चढाइदिने। ऋतु फल ताम्बुल पान। ल ऋतु फलम ताम्बुलम एउटा दक्षिणा प्रेम दक्षिणा प्रार्थना हातमा बोल्नु, प्रार्थना गर्नु। प्रार्थयेत खड्गम चक्र गदे सुताप परिगाञ्चो लम्बुतुण्डिं श्रीर शङ्खं सं मधुम कैतवं नमस्करोमि त जय दुर्गा माताको जय दुर्गा जय हो जय। ल भयो ल। अब नानीलाई पहिले उ गर्ने गर्ने त्यो गहना पनि ल्याउनु त त्यो गहना पनि ल्याउनु त गहना ल्याउनु भन्नु त अहिले त फोटो फोटो खिच्नै राखेँ अलि भिडियो बनाएको त्यसो देखिँदै यता हेर्नु यस्तो छ। दुइटा सँगै एउटा जोडा त हुन्छ त्यसरी नबुझ है यो तिनचोटि टाउकोमा लाग्यो तिनचोटि अनि राम्रोसँग भयो ल भयो अब टिका लगाइदिने हो जल खाइयो। ल यो हटाउ ल टिका रातो टिका होइन अहिले हामी अहिलेलाई दुईजना दुईजना छौँ। मात्रै नानी नानी 11 10 वर्ष पुग्यो। राखेन 10 10 वर्ष 11 लाई नि अहिले पैसा गरे 10 वर्ष 10 पुरा हुने त टिका रातो सक्ने 11 लाई रातो टिका होइन? 10 पुरा हुने हो ल अझै त लगाएँ मैले।